उनको भान्जी जुवाईलाई रात दुम्मी यति हो बेहुली छाता भात रोट्टा Hi everyone, सेवा नमस्ते नमस्कार वेलकम ब्याक टु माई युट्युब च्यानल बिनी राई ब्लगमा। सो आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु, ठिकै छु भन्दै धेरै लामो समयपछि मेरो नयाँ भिडियोसँगै नयाँ जीवनको सुरुवातको भिडियो लिएर तपाईँहरूको सामु आइसकेको छु। अन्तिमसम्म हेरेर साथ दिनु होला है त। सो यो चाहिँ बिहेको अघिल्लो दिनको भिडियो हो। अनि यहाँ चाहिँ यो पातहरू चाहिँ भोलि जन्ती पर्साउने टपरी बनाउनुको लागि हो। अनि यो चाहिँ बिहेको दिनको बिहानको भिडियोहरू हो। अनि यो चाहिँ बेहुली लिनु जाने यानि कि मलाई लिनु आउनु अगाडिको चाहिँ भिडियोहरू हो। अब यसरी चाहिँ दमैलाई पहिला खाजा खुवाएर यताउति के रीत हुन्छ त्योहरू चाहिँ पुरा गरेर अनि त्यसपछि चाहिँ बेहुली लिनु जानुपर्ने हुन्छ। यो चाहिँ केटा मतलब बेहुलाको घरको भिडियो। यो चाहिँ यो बेला चाहिँ म चाहिँ मेरो घरमै हुन्छु अनि यहाँदेखि चाहिँ बेहुलाले मलाई लिनु आउनुपर्ने हुन्छ। भिडियो चाहिँ बेहुलाले खिच्नु भएको रहेछ अनि त्यो पनि यहाँ मैले एड गरेको भिडियोहरू। यहाँ चाहिँ यो नाङ्लोमा चाहिँ चामल दियो, जोडी दियो राखेर चाहिँ अनि मेरो कपडाहरू अनि बेहुलाको लागि ढाका टोपीहरू चाहिँ दिएर यहाँ दमैको अगाडि राखिदिएर चाहिँ दमैनाले चाहिँ यताउति अब हुन्छ नि त उहाँहरूको रीत, उहाँहरूको के हुन्छ त्यो गरिदिएपछि चाहिँ यो कपडा चाहिँ मलाई मेरो लागि बोकेर ल्याउनु पर्ने हुन्छ उहाँहरूले चाहिँ। सो यता चाहिँ देख्न सक्नुहुन्छ मेरो कपडा अनि बेहुलाको ढाका टोपी सँगै चामलहरू चाहिँ दमैहरूको अगाडि। त्यो बेला त अब भिडियो त बनाउने कि तर बोलेर त अब हुन्न नि त। म उता हुन्छु यता नभएर अब बोलेर त कहाँ आफ्नो कता टेन्सन के हुन्छ अनि त्यो बेला त बोलेर बनाउने अवस्था पनि त हुन्न। त्यही भएर म चाहिँ अहिले चाहिँ मेरो भोइसलाई चाहिँ एड गरेको हो। पछि अहिले चाहिँ जे भए पनि अहिले अब मैले यो ब्लग बिहेको 1 महिनापछि हाल्दैछु नि त, त्यही भएर पनि हो। किनकि त्यो बेला त अब कस्तो टेन्सन के कस्तो त्यो बेलै गइसक्यो, त्यो बेला भएको थियो, त्यो बेला भइसक्यो। सो अहिले चाहिँ हेर्दा चाहिँ हाँस पनि उठ्दो रहेछ। राम्रो भलो शुभ होस्, जय जय होस्, आखिरको थाके कुरो पुगोस्। चुले चुलेर जानु, बत्ती बुझे जस्तो बुझे लगाउँदै उलेर जानु। राम्रो भलो शुभ होस्, शुभकामना होस्, यात्रा जहाँ जानु राम्रो होस् होइन। अब आशीर्वाद दिउँला राम्रो त्यो लानु नानी बत्ती यसमा राखेर बिस्तारै हिँड्छ नि त एकछिनै नलानु म लगाउने चाहिँ अलि हात चाहिँ यहाँ आजलाई दिरी नै आमे होला नि आमे
इम खाता इमे जाबो पटे पटे न जाबो बानी बहिनीको इच्छा मै पछाडि रोलुक छ के 32 नै भन्न दे के हुन के हो ए त्यमा टिमा हुन्छ तीन भाग हुन्छ नि त्यसो मिलाउनु हजुर त्यमा हाल्छ बेला पाटी हुन्छ नि खाता इम्बेला नम्सी इम बेला टिकन इस्ति उना जुम कि मेटे ngabuchong ke Kan खाइ भोजो पिकन नालो लेछ भाउजू लु मामा है कुन लन्च भोज पिका मिलेन भने चाहिँ मिलाउने है दादा यहाँकै यता हौ अठौँ राइस या दुम फुल फोरी बच्चा पुरी बच्चा आमी आछि बिहे बाखामा लो Tang dam se mel tang pore da tu भन्टे मम्मा गुरबा डेलो टाइ टे पो हुँदा यो मोटी भारी पछि एटा हो यो चाहिँ फेरि बेहुलाहरू चाहिँ मेरो घर चाहिँ आइपुगेर पनि मेरो पापा मम्मीहरू चाहिँ अब उहाँहरू उताबाट आउने जन्तीहरूलाई चाहिँ पर्साउनुको लागि गइसक्नु भएको छ। अनि यो बेला चाहिँ म चाहिँ भित्र हुन्छु घरभित्र, अनि आफ्नो जन्तीहरू पनि हेर्नुहुन्न अरे भन्ने सुनेको थिएँ। त्यही भएर म चाहिँ हेरिनँ पनि, चुपचाप भित्र बसिराखेको हुन्थेँ। अनि यो चाहिँ हाम्रो बेनर बिहेको, अनि यहाँ चाहिँ जन्तीहरू उताबाट चाहिँ आउँदै हुनुहुन्छ। अहिले चाहिँ म हेर्दैछु कि जन्ती पनि तन्नै आउनु भएको रहेछ। म यो भिडियो पनि अहिले हेर्दैछु, अहिलेसम्म हेरेको पनि थिएन। अझै यहाँ कति आइपुग्दा पनि अझै बाटोतिर उता परसम्म पनि मान्छे रहेछ क्या। मेरो जन्ती मैले साँच्ची देखेको थिएन, आजै मात्रै देखेको। यो भिडियो पनि म आजै मात्रै हेरेको, किनकि योभन्दा अगाडि म भिडियो हेरेको थिएन कि। अब भिडियोहरू बनाउँछु भनेर त्यही बेला हेर्छु भन्ने हिसाबले मैले हेरेको थिएन। अझै उता पनि आउँदै हुनुहुँदो रहेछ।
अनि यहाँ चाहिँ जन्ती पर्साइसकेपछि चाहिँ बेहुलालाई चाहिँ बोकेर मेरो घर ल्याउनु पर्ने हुन्छ। सो यहाँ चाहिँ भाइले चाहिँ बेहुलालाई बोक्दै हुनुहुन्छ। कसले चाहिँ लचाम आफैले चाहिँ ओखला के हुन्छ Kandang ngasio, पैसै मास्यो प्लास्टिक चाप्ली के प्ली चाहिँ मलाई छोडेर भाग्नी झन्डा छोडेर गएछु यताबाट भिडियो अनि दाजु 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 हो युनि छ भोलि दाजु दाजु हाम्रो चाहिँ जन्तीहरूलाई सबैजना आउने जन्तीहरूलाई चाहिँ खाना खुवाउनु पर्ने हुन्छ। सो यहाँ चाहिँ उहाँहरू खाना खाँदै हुनुहुन्छ जन्तीहरू चाहिँ। यो चाहिँ हाम्रो घरको भिडियोहरू हो, हाम्रो घरको भान्साघरको भिडियो। यहाँ चाहिँ उहाँहरू
यता चाहिँ कजेरीहरूले चाहिँ यहाँ भाँडो धुनुपर्ने हुन्छ, भाँडो मस्काउनु पर्ने हुन्छ, भट्कहरू बटुल्नु पर्ने हुन्छ, झाडहरू छान्नु पर्ने हुन्छ, सबै काम चाहिँ कजेरीले गर्नुपर्छ। त्यस्तै काम चाहिँ सो मैले त को कजेरीहरू पनि यहाँ अहिले भर्खर देख्दैछु, को कजेरीहरू को थियो भनेर पनि म त्यो दिन कि पनि देखिनँ क्या, देख्नु नि पाइनँ। यहाँ भान्साघरमा त म जानै पाइनँ, त्यो दिन त म भान्साघर त गइनँ नै, अनि म चाहिँ भित्र नै हुन्थेँ, त्यही भएर कजेरीहरू को भनेर म आज देख्दैछु कजेरी बहिनीहरूलाई चाहिँ। अनि यो चाहिँ खाना खाएर फेरि माथि घर आँगनमा आउनुभएको जन्तीहरू चाहिँ। अनि यो दिन चाहिँ पुरै बेहुला चाहिँ बोकेको छ। त्यहाँ आइपुगेपछि जन्ती पर्साएपछि त्यसपछि बोक्यो, खाना खानु लग्यो, अनि फेरि खाना खुवायो, अनि फेरि बोकेर ल्यायो घर। त्यस्तो गर्नुपर्ने हुन्छ हाम्रो रीतअनुसार चाहिँ। बेहुलालाई चाहिँ पुरै बोकेकै छ मेरो भाइले बिचरा। अनि अब यहाँ चाहिँ मलाई वेट गर्नुपर्ने हुन्छ उहाँहरूले चाहिँ। म चाहिँ माथि उहाँहरूले सामान ल्याएपछि चाहिँ कपडाहरू अनि त्यस्तै सामानहरू ल्याएपछि चाहिँ मलाई दिएको हुन्छ, अनि म चाहिँ तयारी रेडी हुनुपर्ने हुन्छ।
म चाहिँ रेडी भएर पनि तल झरिसकेँ। अब यहाँ चाहिँ के हुन्छ गर्नुपर्ने हुन्छ। अनि यहाँ चाहिँ हाम्रो पुरै गफ भइरहेछ कि सुरुमा चाहिँ त्यो बेला चाहिँ यो बेला चाहिँ अनि बेहुला चाहिँ के भन्दैछ भनेर हातको इसारा र हेरेको इसाराले थाहा पाइसक्नु भयो होला तपाईँहरूले चाहिँ बेहुला चाहिँ मेरो माला सुकिसक्यो भन्दै हुनुहुन्छ। अनि यहाँ भर्खर हाम्रो भेट भएको त्यही भएर एकछिन गफ पनि गऱ्यौँ। भने यहाँ चाहिँ फेरि हाम्रो चाहिँ धर्म दिने भन्छ। अब यहाँ चाहिँ बेहुलातिरको र बेहुलीतिरको मामाहरू अनि अब हाम्रो भाषादेखि चाहिँ गाबुच्चोहरू भन्छ, त्यो चाहिँ जान्ने बुझ्नेहरू लगेको हुन्छ। हामीले पनि खोज्नुपर्ने हुन्छ अनि बेहुलाहरूले पनि ल्याउनु पर्ने हुन्छ र उहाँहरूले चाहिँ यहाँ अब के हुन्छ रीतहरू गरिदिनुहुन्छ के हुन्छ। अब बेहुलाकोतिरकोले चाहिँ माग्नुपर्ने हुन्छ। अब हामीले लग्यौँ यताउति त्यस्तै कुराहरू जस्तै उहाँहरूले चाहिँ हाम्रो मेरोतिरको कलिया भन्छ, कलियाहरू मामाहरू हुनुहुन्छ उहाँहरूलाई। अनि त्यस्तै कुराकानीहरू यहाँ चाहिँ उहाँहरू जान्ने बुझ्ने अलिकति पहिलादेखि नै गरी आएको मान्छेहरू खोज्नुपर्ने हुन्छ। अनि यो चाहिँ बेहुलातिरको हुनुहुन्छ उहाँ चाहिँ। अनि उहाँले चाहिँ भन्दै हुनुहुन्छ अहिले चाहिँ तपाईँहरूले तपाईँको भान्जी, तपाईँको छोरी, तपाईँको नातिनीलाई चाहिँ यसो गरी हुर्कायो अनि यसो गरायो, यति गरायो, अहिले त्यति गरायो, अब हामीले लान्छौँ भन्ने टाइपको के भन्नुहुन्छ उहाँहरूले चाहिँ। अनि त्यहाँदेखि हाम्रो त्यस्तै भन्दै हुनुहुन्छ उहाँले चाहिँ अब यति गरायो, यसो गराएर हुर्कायो, बढायो, पढायो भनेर चाहिँ उहाँहरूले चाहिँ फकाउँदै हुनुहुन्छ हाम्रोतिरकोलाई, बेहुलीतिरकोलाई। उहाँ चाहिँ बेहुलातिर बोल्दै हुनुहुन्छ।
Wali ko duga pari ko duga wali tapa hupa pa ko ka pa dere sa bala ni lolo ko kasi amse ko la ko ba ano tani tadi tilo tani tadi ko halo dali do laksa do amse ko wala ta tayo ka dali tapos pati ba ada ta sudah ta ko ko ta dali ba ko dia tahu lo ko halo ti ase sati berda ko so ko adum jare adu dia tahu lo halo dia lo masa pa bala na bawa al ko na bala amse dia Isang si Barati, lupa kali pasok ko. Why sabi yo? Yun lang, ano sabi ka lang yan? Kakalaw na, hindi yan ang mga kalaw. Yun lang, yun lang. Ano yung pinagawa mo dami ko itin? Ano ba si, ano siya mo, puti ito, siya ko, kasi yan. Yan ko ba ko, ano siya ba ko, wala ba tayo niya, wala ko, bati dagdag po ni, hanggang po ni, bati dagdag po ni, ano, wala ba tayo niya, yun lang. Dali akhir berkasih aja dia yang udah dahulu halo kalau saya balik saya dia dahulu halo dia kalau lah ini lo kalau saya ko ini saya dulu ini bagi hari pak ini atau singkat oh kalau tu cakap dulu sama sedih sama tidak dahulu halo saya dia wal macam saya halo dia cuma dia aja kalau ada tu halo akhir berkasih aja hanya saya itu kan itu saya kalau ini hujur dia aja halo oh Anis mata ni bagi ditanya, ini tanya banjir, katakan oh, sekarang anda ambil tanya ini, kalau soal ini materi ho, apa nak? Ini di sini kalau tanya, tunggu ya soalnya. Tara suai no, tara ya soalnya ama ini tanya, ama mangsa ni, di mana tanya kasoalnya. Tunggu tanya kancing rice. Ini ada tanya ni, saya nak beri apa? Kalau tanya banis ni ini di mana? Kalau tanya ini suai ni sebab mana? Ini kau manusia bomai. Ini ban bandi. Ini dah itu anda ununggu ko polsebe na ke amche tayo ki ne prayo ki mati. Anda polsebe na ke numbora amche tayo ni nina dakkalu polsebe na ke amche tayo ni barang ni. Amche tayo ni koro baza sari. Le patam jen sako tayo ni polsebe na ke barang ni ko. भने देश आमा भने देश हिँड्ने ठाउँबाट पल्सो नआए चालो अहिले नि चाहिने पल्सो नआए भान्जिनु पल्सो नआए खोएन अब चाहिँ फेरि उता बेहुलातिरको अब आधी सकाउनु भयो होला अनि त्यसपछि चाहिँ हाम्रो बेहुलीतिरको बाजेले फेरि फर्काउँदै हुनुहुन्छ यताबाट चाहिँ उहाँ चाहिँ माइजू घर हाम्रो चाहिँ मामा कलियाहरू उहाँहरू चाहिँ अनि उता मेरो बाजे हुनुहुन्छ उहाँले चाहिँ अब फेरि मेरो पक्षबाट बोलिदिनु पर्ने हुन्छ र बोलिदिँदै हुनुहुन्छ Rakormu pasti ada, polisi naik orang, naik timur setin mas lumne, polisi naik amse kaine, ada mabung karmu, sibung karmu pakai ini. Amse pas mana pas masuk polisi naik yang koro waktu baza waktu. Amse polisi naik timur setin mas yang koro waktu baza waktu. Amla pasan thola pasan ni, amse polisi naik jauh tadel khatta ni, desa polisi naik jinda polisi, khatta polisi. Amla polisi thola pasan polisi naik mabung karmu, sibung karmu pakai. Wabung permasigan kormo pasta jindine polisi naik ke bomosin ram resa. Bomosin ramnya lo ada polisi naik calo. Tapi kampung polisi naik calo. Amse tadi. Kalau bumla tu, na? Bumla tu na rupanya ni. Yeti kaya aja polisi kota ni ungu amse kol betul. Ini ada show dan bejan tadi. Abang taraf ni amse. Kalau saya ni ungu kanci lagi. Amse bumla tu ini contoh semua, untuk semua bandi, jual lagi dah lu, lagi sangat, kita jual ni, contohnya, lagi adur cincin, lagi bandi, aduh ni ya, soalnya orang amsi saya ini, pemla tu ngap betul dia lo, jubile borang ngap betul dia lo, ni pemla tu betul dia lo, pemla tu ngap antian tu lo semua, adur cincin lagi ada sampai. Saya kini apa? Saya gaman jak patah apa, para lo dunia curi samse, buat ni ala dani kau umla tu uji dah kempat panci kerana sah.
Tapi sindir poto ce. Sindir poto dambi ce. mau Sindir poto pasca ce. Dambi tibe. दामी चाहिने सुक्दत्त बागदत्त गरेपछि इनुवा चाहिने फुम्लासँग ढुम्ने इनुवा चाहिने सिँदुर पोते दामी चाहिँ अब ठुम चाहिने जबरजस्ती चाहिने र पासी लो कान्छी नै हुन्छ ज्ञान धामी छैन दानी पञ्चायतमा प्रेम तल चाहिने त्यहाँ सोहीमा ए कान्छी तातोनी पल्सुनाके आमा पनि आम्दा पल्सुनाके उतिटोको चाहियो मुन्टु पारियो मुन्टु पल्सुनाके है आम्दा नुम्बो विष्णु भगवानको पल्सुनाके हामीले चाहिने हामी सेमा खजाब कानु पामा खजाब कानु पल्सुनाके सेमा खजाब कानु पामा खजाब कानु पल्सुनाके सेमा खजाब कानु पाल्दी कानु देशको रुवा बनी बोरे बुवा बनी बोरे रुवांग पल्सुना के जन्मको अक्टुबरले बुवा जन्मको अक्टुबरले हिरोले उठामा पल्सुना केमसे त्यामा जाइसि तकाइसि जाउमता बेर पल्सुना के हमसे सिकिने पारुने पल्सुना के सिकितो पारु तो पल्सुना के पाया ब्रे सिकितो पारु पासारु तो हामीले पल्सुना के हमसे चाहिने को हिरो ढिनालो खाताने जाप्तालो खाताने पल्सुना के देश पल्सुना के आमा देश पल्सुना के ये बीच काने पल्सुना के आदे में तो म पाताने देश पल्सुना के विष्णु भगवान को चाहिए सदन बटन पोने हमारा पल्सुना के इनसे पाची चाहिए पल्सुना के आदे में चाहिए पल्सुना के जाऊ मताबे क्रू मताबे खासा को खासे चिन बाची माटो र पल्सु ओबुम कर्म सिगुम कर्म चाहिए पास्ता को जाऊ मताबे क्रू मताबे बा वैदेशको पल्सुना के विष्णु भगवानको पायो मेरा पल्सुना के हमसे चाहिए तुमने बायरुमने हामीले पल्सुना के यो बेला चाहिँ अब मैले चाहिँ उहाँहरूले मागेर पनि मेरोबाट पनि भएर पनि अब चाहिँ दिने कुरा मतलब अब त्यस्तै हुन्छ यस्तो भयो उस्तो अब हामी दिम अब बाँकी जिम्मा तपाईँहरूकै हुन्छ भनेर भन्दै गर्दा चाहिँ म सहनु पनि सकिनँ अनि अब अहिले यो पाछा थियो यो पाछादेखि त्यो पाछामा पुग्यो अब चाहिँ हामीले केही पनि गर्नु सक्दैन हामीमा अधिकार छैन जे हुन्छ अब तपाईँहरूकोमा हुन्छ बाँकी एउटा मात्र चाहिँ हाम्रो अधिकार हुन्छ जुन केही भयो भने चाहिँ त्यो कुरामा चाहिँ हाम्रो नातिनी छोरी चाहिँ हाम्रो दिदी बहिनी हाम्रो नातिनी हाम्रो छोरी चाहिँ हामीले खोज्ने चाहिँ अधिकार हामीमा पाउनुपर्छ भनेर मात्रै त्यति अधिकार आफूमा राखेर चाहिँ सबै उहाँलाई सुम्पिदिनु भयो त्योहरू सुन्दा सम्झिँदा चाहिँ अहिले पनि आँसु आउँदो रहेछ त्यस्तै हो अनि छोरी मान्छेको जात नहो पढाइ गरे जानै पर्ने अनि नगए पनि नहुने कति मान्छेलाई बाध्यतै भनौँ न म चाहिँ त्यही नै भन्छु छोरी मान्छेहरूको घर जानु कसैले रहनुहुन्न त्यो चाहिँ एउटा जानै पर्ने पहिलेदेखि जानै पर्ने त्यो आइराखेको हुँदा चाहिँ जानै पर्ने हुन्छ भनेर सोचेर मात्रै गएको हुन्छ तर त्यो बेला अब सबै कुरा उहाँहरूलाई हातमा लगाइदिँदा चाहिँ आफूले सहनु पनि सकिँदैन नै जुन अहिले सम्झिँदा पनि मलाई धेरै गाह्रो हुन्छ त्यो बेला त कति गाह्रो हुन्छ त त्यो बेला मलाई मात्रै थाहा थियो तर अहिले सम्झिँदा पनि धेरै नै गाह्रो हुन्छ त्यो बेला चाहिँ त्यस्तो भनेर चाहिँ उहाँहरूले दिनुपर्ने रहेछ जुन मेरोबाट चाहिँ अब सबै यो पाछादेखि यो पाछामा पुग्यो भनेर अबदेखि चाहिँ हाम्रोमा त्यस्तो केही पनि छैन मात्रै तपाईँहरूकै जिम्मा लगाइदिउँ भनेर सबै कुरा त्यस्तो भन्दा चाहिँ अलिक गाह्रै हुँदो रहेछ छोरी मान्छे अब त्यही पनि रहरलाई बाध्यताले अर्काको घर जानुपर्ने हुन्छ जोसुकै छोरी मान्छे होस्
Halo, kual botan चाहिने उनको कल्सुनाके कल्सुला पयौँमा जान्छ पयौँदैछ अझै आतो कल्सुनाके इन्जिनमा हातो दुम्ने परेदो दुम्ने बान तर हातो दुम्ने परेदो दुम्ने जान्छ म अरु चोरै छ अन्त कल्सुनाके नुमो कल्सुनाके विष्णु भगवानमा हम फटा नोसेर वाला कल्सुनाके बाराम दिना कल्सुनाके तामाङ दिलवाङमा कल्सुनाके हामीले कुटुली टुटा बाक्रे हिने ठाउँमा कल्सुनाके कान्छे हिने चाहिने सबैलाई दाइ भाइ मम्मी पापा सबैलाई बोलाएर चाहिँ त्यहाँ उहाँको जिम्मामा गरिदिएको हुँदो रहेछ गरिदिनु पर्दो रहेछ त्यो बेला चाहिँ अहिले पनि धेरै गाह्रो जुन मेरो पापा मम्मी दाइ भाइ दाइ पनि हेर्नै सक्दिनँ त्यहाँ म आमा बोल्छ नि भाइमा सिन्दुर पत्या होला सिन्दुर पत्या आमा बोल्छ धनजित आलो चाहिने इने कान्छीमा चाहिने दिन्छ र बडे देखि आछिन फेरि बारे त्यहाँको आर्के चाहिने दाउको लागि दिउमा चाहिने सिद्धीपट्टि जाने गर्छु व्यक्ति उनु मुको त्यहाँ दिउ धर्म नादिउ चाहिँ पाछि अन्ते अन्त चाहिने धर्म वक्ति हे ल बान्जी लो आछिनमा म इमे चाहिने यहाँ अब्याम इमे ल्याम चाहिँ दुली भोरि सिममा हमसे हमसे तीन भाग्य चाहिने हमसे लोंको धनजितमा एमे ओके धनजितमा चाहिने अश्री नारायणी विनितामा चाहिने स्वामीपुरका चाहिँ धनजित र विनिताङ स्वामीपुरका धनजितमा अश्री नारायण चाहिँ एमे चाहिने धनजितमा अश्री नारायणी चाहिने एमे विनितामा चाहिने स्वामीपुरका धनजितमा चाहिने अश्री नारायणी चाहिने विनिता भनेदेखि दुई ढुङ्गा तीन ढुङ्गा र एक ढुङ्ग्रोको रगत चाहिँ दुई ढुङ्ग्रोको रगत चाहिँ एक ढुङ्ग्रो दुई जातिको एकै जाति भनेदेखि आजदेखि चाहिने खास गरी चाहिने राज्यका खसिया त्यसमा चाहिने आलो जुबुले बोरङमा चाहिने पुचुली वालामा चाहिने सुमलामा पुचुली वाला दोनीमा खान्छी यहाँ चाहिने भनेदेखि अब एक दिए दुई दिए तीन दिए 32 टनका फोरी दिए भनेदेखि चाहिने खास गरी चाहिने आलो चाहिने त्यहाँ चाचोको चाहिने चाचोने भान्जी चाचोने चाहिने याला याल्सी पान वाला हजुर याला याल्सी पानुमै हिमे आपाचम अथवा चाहिने चाचोने खोइ अंगुला माइला भतले भनेदेखि इमसम चाहिने खास गरी चाहिने ठाउँमा चाहिने आमा भनेदेखि उनीमा चाहिने वस्तु बनाएको हजुर हुन्छ परेल हुन्छ हजुर परेदो दुम्साको कल्सो बनाके हमसे चाहिने उनी आलो चाचोने कान्छीको कल्सो बनाके दानी पञ्चालको कल्सो बनाके उमको हिरा हमसे चाहिने बुटो जैसा किलो जैसा को हिम्रो बक्सा बुरो बक्सा वर्खा जैसा बल खाजे जैसा बल जैसा बुटो जैसा कल्सो बनाके दानी पञ्चालको कल्सो बनाके हिरा जस्तो पारा हिरा जस्तो कल्सो बनाके दुम्सा हिरा दुम्नुको कल्सो बनाके हमसे चाहिने उनको आलो चाहिने हिडेनेमा कल्सो बनाके मामा पापा कल्सो बनाके दाजु भाइ कल्सो बनाके दाजु बाबु कल्सो बनाके हमसे चाहिने सुमदत्त कुली दत्त कल्सो बनाके दुम कल्सो बनाके हमसे पछि चाहिने हमसे पछि पति दी गरु हमसे पछि दी दुम्साको अक्षर समूल दिशा मुजालो दुम्साको हमसे कल्सो बनाके लिडु बुम्दु शेर वतो त्यमा कान्ति दुम्साको आलो कल्सो बनाके चाचो पाइन हजुर दुम्सा परेदो दुम्सामा हाके ताके चाहिँ जाने पुछिने लाडी दुम्सा कल्सो बनाके हाके ताके चाहिँ पुछिने छाने पुछिने ब्लान्डीको आलो चाहिने ब्लान्डीको कल्सो बनाके आलो चाहिने हमसे पछि चाहिने कल्सो बनाके आगे अस्पताल भारत आलो कल्सो बनाके दुम्तीको कल्सो बनाके बच्ची जल्दी काक्षम सब दुस्या मुजालो दुम्सा आलो चाहिने आमे कल्सो बनाके कान्छीला कल्सो बनाके बच्ची को मत सब कल्सो दानको भने आलो चाहिँ आज आतो बिमारुन समारुनको कल्सो बनाके उमु आमे दानी पञ्चमा उमु पनि हिरा पिरा जस्तो बोलो बाकी त दुम्सा आदे अस्पताल भारत कल्सो बनाके दुम्तीको
अनि हाटे जागे जिते जाने पछि बिहान लाडी जोड्नु हाटे जागे जिते जाने पछि बिहान लाडी तो चाहिने कल्सु बिना काम चाहिँ इन्जिनियरले ध्यान चलु कल्सु बिना के साथ पनि पास पुरा धनीवन चाहिँ रुमका चाहिँ आलो कल्सु बिना के चाहिँ आलो चाहिने सो इने बाके गानी जिम्मा ने आम चाहिने इन्जिनियर कार्य थाहा दिया न आलो आमचे लै कान्छी कुमला तो इने चाहिँ जोडिन फला पाइछ दुला पाइछ कान्छी ल सातो त्यहाँ हेला पानु होला उनको आपानु तर च्याङम समयले हेला पाउ ज्याङके ज्याङको हुन्छ तर कि दिस्न चाहिने आसिके ज्याङो इन चाहिने अधिकार है आदम चाहिने कान्छी खोजे खास गरी चाहिने त्यहाँ सो हो दिस्न नरे के गरिन्छ ज्याङको चाहिँ आदम दिन दिबाने आम चाहिँ त्यहाँ लबना उनिम्बा चाहिने आमा भनेदेखि सातो उ चाहिने आबान्दिन्छ चाहिँ कोरोती मामुली चाहिने दुई पुस्ता भानिस कल पुस्ता भित्र थियो दुई पुस्ता दाम दिने बुढा माउली थिइने आम चाहिने राम दासियाल छ शशि बाक्सी चाहिने कल्छ बिना आफ्ना डुङ्या भाइ खाला पाइछ दुला पाइछ है बाबु लै बाबु आमचे वनि मेलो खाला पाइछ दुला पाइछ लो त्यहाँ चाहिने 1 2 दियो 3 दियो आज त्यही त दियो भयो हैन उनको साथी अब हामी मुई बाकी मान्छे साथी शशि बाक्सी बानी रिकुम्बाने भाइ बाने यहाँ तर कल इने कलियो चाहिँ आमा हो भने 1 दियो 2 दियो 3 दियो हाड दियो मासु दियो काँचो धागोको माया चाहिँ दिएको छुइनु फोन है भन्ने चाहिने आमा र इने अर्थ चाहिने रिता ने चाहिने इमे चाहिने सबै चाहिने इने हुन्छ रिताले चाहिने अपहेला भयो भने चाहिने रि चाहिने इमे चाहिने हक रहने छ है सासु टिममा इने चाचो जान चाहिने इने अपहेला गर्यो भने आइको बुम्ने आगामी भुक्ति भन्ने सबै गाइन्छ उमे आबान्जी के उनको छोराको हेला पाउनेमा के हो कसो हेर्ने कुनै चाहिँ इम्स्या हेर्नु भने इम चाहिने हक चाहिँ छ है काँचो धागोको माया चाहिँ दिएको छैन इने भनेदेखि शशि बाक्सीले आब्लानी होला आब्लानी बुढाइनु नि होइन तर भनेदेखि हामीलाई इने चाहिने भातला आम्बा भात धेरै आम्बा भात है इम्स्याम बाबु हजुर चाचो जुवाई कान्छी गाँगा बिले चाहिने आदम बुढा माउली उप गाँगाने उ चाहिने त्यहाँ चाहिने उ आमा यादम भक्त आबारी अन्छन् इने चाचो चोया चाहिने उनलाई चाहिँ हेला पुना बामो चाहिने इमरी इमे दाजु भाइ मामा पापा भन्ने इम टोलै आन्देमे दाजु भाइ भन्ने इम टोलै कुनै कोरो बाजाइ बाबु आम चाहिँ सारे आम चाहिँ इने टिका पक्का सिन्दुरपट्टि हामी सारेपछि लाम्फुले जुत्तो खोज्छ आमसी भाषा पढ्दैछु हुन्छ उनी हुन्छ ये हाम्रो यहाँ बेचम क्या सिक्यो माथि बेचम लाग्छ भाइना प्लास्टिक भयो नि त्यहाँ प्लास्टिक से लुगा बच्चा आटी भाटा लाग्छ क्या कसै बनाएको त्यहाँदेखि बेडरुममा चाहिँ हाल्नु हो कि भाटा लाग्छ न प्लास्टिक खोलेमा सक्छ हजुर त्यो ढाली मुल्टो रुम्यो अब चाहिँ यहाँ चाहिँ सिन्दुर लगाइदिनु पर्ने हुन्छ बेहुलाले चाहिँ उहाँले चाहिँ मलाई अनि यहाँ चाहिँ सिकाउँदै हुनुहुन्छ के गरी कसरी लगाइदिने भनेर चाहिँ Koral video pa nun. Dami. Ami पोटे दामी पोटे बच्चा जब काल्छ होला इमचे दामी बच्चा इम्से पाट्टा होम बनाउन गाठ लाग्छ
पाट्टा त्यो कान्छी गाठो गोम्बानाला गाठो गाठो खाट्टा इमे चाहिँ पछिन त्यो अर्को हुन्छ आम गाठोले त आम गाठोले आम हेर्नु पट्टा 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 हो न मिले पो हो इसे हो आम बाहिरहरू यो चाहिँ माथि लानु पर्यो के गाठोले पो Nyalon. Ampat भयो उठ्नु आरोला रो Dambi oh kita dambi do bola. Bistari no limit do, kundi do. Waka waka pare. Ami ini dah nggak belum ini Yuna bodoh ni. Kau image dah import dah. Import dah sekarang mau kau sono. Kuliah lu sudah baik. Ya halah bosnya tu itu ni. Nanti double patte. Sebelum. Dan double patte. Do budong ko. Yung clutchan ki clutchan ni do. Why di kau flat dia kau sih? Flat tu macam. Coy me flat tu kan na coy me out kau. Bistar यहाँ चाहिँ सबै आफ्नो चाहिँ खोलिदिएर चाहिँ उहाँहरूले ल्याउनु भएकोलाई दिनुहुन्छ सबै नै जुन यो चाहिँ छोरी मान्छेले अब सबै कुरा नै उहाँहरूले फेरिदिएर लानुपर्ने हुन्छ यानि कि त्यो सबै कुरा उहाँलाई सुम्पिदिएपछि चाहिँ जुन चिता सबै नै सारेको जस्तै नै सारेको नै हो अनि त्यस्तै नै गरेर नै लानुपर्ने हुन्छ जानुपर्ने हुन्छ हामी पनि यहाँ चाहिँ सबै कुरा
कानकोदेखि लगेर नाकको सबै चाहिँ खोलेर उहाँहरूले ल्याउनु भएको चाहिँ लगाइदिनुहुन्छ। अनि यहाँ चाहिँ अब ढोग्नुपर्ने हुन्छ बेहुलालाई। त्यसपछि यहाँ चाहिँ अब बाबा मम्मी दाइ भाउजू लगायत सबै छिमेकीहरूलाई पनि ढोग्दै यो चाहिँ हाम्रो भेटी भन्छ, भेटी दिनुपर्ने हुन्छ। सबैजनालाई ढोग्दै गर्दै गर्नुपर्छ। सालै हो नि जो चाहिँ सालै पर्छ। Itu problemnya ya. अनि त्यो ढोगबेटी सबै सकेपछि चाहिँ टिकाको सुरु हुन्छ। सो पहिला चाहिँ घरको बाबा मम्मीले गर्नुपर्ने हुन्छ टिका चाहिँ सुरु। अनि उहाँहरूले चाहिँ टिका सुरु गर्नुभयो। अब यति बाबा मम्मीले गरिसकेपछि चाहिँ अरू सबैजनाले गर्दा हुन्छ। सो टिकाको सुरु भइसक्यो।
अनि हाम्रो चाहिँ खासमा टिका चाहिँ भित्रै चलाउनु पर्ने हुन्छ सबै, तर पनि हाम्रो चाहिँ सबैलाई बोलाएको भएर चाहिँ अब बाहिर पनि टिका चलाऊँ न भनेर चाहिँ हाम्रो चाहिँ बाहिर पनि टिका भइरहेछ। अनि टिका सकिसकेपछि चाहिँ हाम्रो चाहिँ खाना खानुपर्ने हुन्छ। खानामा चाहिँ हाम्रो खै हिमाल चुली जस्तो बनाएर दिँदो रहेछ, अनि त्यो चाहिँ खानुपर्ने हुन्छ। मलाई चाहिँ बिहानदेखि केही पनि नखाई 3 बजिसकेको होला यो बेला सायद, तर मैले चाहिँ एउटा पानी पनि नखाई बसेको थिएँ। अनि बेहुला चाहिँ आएर उता पनि खुवाएर ल्याउँछन् रे, उता पनि बेहुलाको घरमा पनि टिका लगाइदिएर खुवाएर ल्याउँछन् रे। अनि फेरि आएर चाहिँ मेरोमा पनि खानुपर्ने हुन्छ। अनि खाएर पनि 2 चोटि खाइसकेको अहिलेसम्म बेहुलाले चाहिँ, मैले चाहिँ एउटा पनि एकपटक पनि नखाई भोकले पनि अति नै गाह्रो बनाइराखेको नै थियो। सो अब यो भात चाहिँ हामी अलिअलि लोकन्टीहरूलाई चाहिँ दिएर चाहिँ हामीले चाहिँ यही भात चाहिँ खानुपर्ने हुन्छ 2 जनाले नै। सो तर हामी चाहिँ कसरी खायौँ बिर्सिसके पनि अहिलेसम्ममा त। अब चाहिँ भाग लगाइदिँदो रहेछ। अब चाहिँ खाना भाग लगाइदिएर सकभर चाहिँ यही एउटैमा खानुपर्छ, खायो भने हुन्छ भन्दै हुनुहुन्थ्यो, तर हामी चाहिँ अर्कैमा खाने भनेर चाहिँ हामीले थाल मगाएर भाग लगाइदिँदै हुनुहुन्छ। सो अब म चाहिँ सायद डन्काउँछु होला, किनकि मलाई चाहिँ लास्टै भोक लागेको थियो यो बेलासम्ममा चाहिँ।
Buaria render ya sima kose. Roksi henni rai, kabul kupauni. Apa nak guru dua je patah. Itu saya buat tau. Harap dia kian malah mama papa. Jadi macam ayah sebenarnya. Papa lah, hei. Sama ada ni papa gua sama lagi. Papa kalau tetap musuh ya. Roksi, Roksi henni rai. Roksi. Mama dah. Roksi siapa tak? Papa hilang. अब चाहिँ यहाँदेखि चाहिँ बेहुलीको घरदेखि चाहिँ अब बिदा दिनुहुन्छ हाम्रो ठुम्सीहरू ल्याएकोहरू चाहिँ दिनुहुन्छ अनि त्यसपछि चाहिँ हामी चाहिँ यहाँदेखि चाहिँ फेरि बेहुलाको घर जानुपर्ने हुन्छ क्यामेराम्यानले पुरै भिडियो चाहिँ तेर्सोबाट खिच्नु भएन छ ठिकै छ यसैलाई हेरौँ अनि अब यहाँ चाहिँ दाइ र भाइले चाहिँ म र बेहुलालाई चाहिँ मतलब यानि कि मेरो बुढालाई चाहिँ बोकेर लानुपर्ने हुन्छ दाइले चाहिँ मलाई पुगिसक्नु भयो अब भाइले चाहिँ बेनालाई बोकेर बाहिर निकाल्नु पर्ने हुन्छ सो हामी चाहिँ म चाहिँ घर छोडेर चाहिँ अब चाहिँ मेरो घरमा चाहिँ केही अधिकारहरू केही नै नरहने गरी मलाई चाहिँ बिदा दिइसक्यो मलाई पठाइसक्यो अब यहाँदेखि चाहिँ बेहुलाको घर जानुपर्ने हुन्छ बेहुली छाता भाता रोट्टा यिनीहरू फोटो खिच्ने बेलामा आयो जाने यो बेला चाहिँ मलाई चाहिँ अति नै गाह्रो भइरहेको थियो किनकि आफ्नो घर छोडेर आफ्नो बुवा मम्मी आफ्नो माइतीहरू छोडेर चाहिँ जाँदाखेरि अभियसली नै गाह्रो त हुन्छ नै तर यो बेलामा अति नै गाह्रो भइरहेको थिएँ जुन म रुदा थाकेर रुदा चाहिँ म धल्ला चाहिँ टाइपकै भइसक्यो क्या अनि त्यसपछि चाहिँ म आफैले कन्ट्रोल गर्दै यहाँ बसिराखेको थियौँ अनि अब यहाँदेखि चाहिँ सरासर जानुपर्ने हुन्छ बेहुलाको घर सो यस्तै छ छोरी मान्छेको जात के गर्नु छोरी मान्छेको जात भनेर मनलाई सम्हाल्नु पर्दो रहेछ हामी चाहिँ अब यहाँदेखि चाहिँ जानुपर्ने हुन्छ अनि मेरो माइतीहरू जो हुनुहुन्छ मेरो माइती दिदी बहिनी सबैजना उहाँहरू पनि मलाई पुर्याउनु आउनुपर्ने हुन्छ र आउनु भएको छ मेरो भाइ दाइ भाउजू लिएर छिमेकीहरू दाजुभाइ सबैजना चाहिँ मलाई पुर्याउनु आउनु भएको उहाँहरू चाहिँ भाइङा फोन अझै राइसिम हेलो फिट्टा यी मोबाइल ए सम्झनालाई राइसिम
एकदम ठिक बा ज्यालो बा यसरी कम्मरमा बेहुला बेहुली हाई गरिदिन्छु दुईजना चाहिँ हामी रिम चिम्टेमा म आउँछु म हेलो हेलो एभ्रिवान ना के पापा अब सम्झना क्या कस्तो Atiahim. थोरै म यता पछाडि आउँछु म अब एकछिन गरेर जानुभयो
हामी चाहिँ बेहुलाको घर पुगिसक्यौँ। अब यहाँ चाहिँ हामीलाई चाहिँ हाम्रो जन्ती पनि पर्साइसकेर पनि अब हामीलाई चाहिँ यहाँ टिका लगाइदिनुहुन्छ। बिस्तारै टिकाहरू लगाइसकेपछि चाहिँ अब फेरि हामीलाई दाइ र भाइहरूले नै बोकेर फेरि भित्र लानुपर्ने हुन्छ। अनि त्यहाँदेखि चाहिँ फेरि हाम्रो यता पनि टिकाहरू गर्नुपर्ने हुन्छ, बेहुलाको घरमा पनि। काछु यी भान्जी त्यहाँ भान्जीलाई गो त भान्जी अन्सा युनाथान भाइ यता पनि टिकाहरू सकेर चाहिँ अब फेरि पनि हामी चाहिँ खाना खानुपर्ने हुन्छ। खाना चाहिँ त्यस्तै नै रहेछ, यता पनि उता पनि त्यही सगरमाथाको चुचुरे टाइपको। अनि अब यहाँ फेरि खाना खानुपर्ने हुन्छ। अनि त्यसपछि चाहिँ लगभग सकिन्छ। अनि मबाट आउने मेरो माइतीहरूलाई बिदा गर्नुपर्ने हुन्छ हामीले। अनि त्यसपछि चाहिँ दमाईहरूलाई बिदा गर्नुपर्ने हुन्छ हामी दुईजनाले चाहिँ। अनि त्यसपछि चाहिँ सकिन्छ बिहे चाहिँ। सो हेर्दै गरौँ, अन्तिमसम्म हेरिदिनु भयो होला, त्यसको लागि धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु। सो बिहेको ब्लगहरू चाहिँ यस्तै नै छ। अब अन्तिम चरणमा पुगिसकेको छ हाम्रो बिहेको ब्लग चाहिँ यस्तै नै हो। अनि यहाँ चाहिँ मेरो माइतीहरूले चाहिँ नाच्दै हुनुहुन्छ गीतमा, पुरै झम्लाएर। अब मेरो दाइको सासू यानि कि मेरो पनि सासू नै, उहाँ पनि नाच्नु भयो क्या हो। अहिले देख्दैछु उहाँ जस्तै देख्छु, उहाँ पनि रहेछ नाच्नु भएको। सो यहाँ चाहिँ उनीहरू नाच्नु भएको अहिले सम्झिँदा पनि कति खुसी लाग्छ। अनि जान्ती आउने, गाजी आउने, मलाई पुर्याउनु आउने सबैजनालाई धेरै माया अनि धेरै धन्यवाद। आइदिनु भयो, यसरी नाचिदिनु भयो, खुसी लाग्छ। मेरो मामाहरू, दाइहरू सबैजना यहाँ नाच्दै हुनुहुन्छ।
चाहिँ हामी मलाई पुर्याउनु आउने सबैजनालाई चाहिँ बिदा गर्नुपर्ने हुन्छ। हामीले चाहिँ गाजी भन्छ जन्ती नै हो। उहाँहरूलाई चाहिँ बिदा गर्नुपर्ने हुन्छ, तर अलिक पर घरदेखि चाहिँ अलिक पर गएर चाहिँ बिदा गर्नुपर्ने हुन्छ हामी। सो हामी चाहिँ यहाँ बारीमा गएर बिदा गरेको। दमाईहरूले बाजा बजाउने पुरै उहाँहरू चाहिँ नाच्दै हुनुहुन्छ। मलाई पुर्याउनु आएर चाहिँ उहाँहरू अब फर्किनुहुन्छ मलाई छोडेर। उहाँहरू चाहिँ अब जानुपर्ने हुन्छ। अहिले चाहिँ गाजीहरू पनि बिदा गरिसकेर पनि दमाईहरू पनि बिदा गरिसकेपछि यो चाहिँ अन्तिमको हाम्रो बिहेको डान्स हो। यहाँ चाहिँ अब भान्जीहरू, नानी, बहिनीहरू, बेहुलाहरू चाहिँ पुरै नाच्दै हुनुहुन्छ। अहिलेसम्म हेरिदिनु भयो होला, त्यसको लागि थ्याङ्क यू सो मच भन्दै अहिलेलाई यति नै हो मेरो बिहेको भिडियोहरू चाहिँ। सो बाई बाई एभ्रिवान, थ्याङ्क यू फर वाचिङ, टेक केयर।